केवाइसीका खेल क्याप्टेन श्री दिदी परियार तपाईँ साथमा हुनुहुन्छ गौतम बहादुर परियार हैन भएको छ अहिले त के हेर्न जस्तो पृथ्वीले खेल गरेको निकटका वर्षेस तिर्को बीच हुनेछ फुटबल श्री झर्नायुक्तका खेलाडी साथीहरूलाई जोड्न पाएको छ भने अर्कोतर्फ ग्राउन्डमा भोर्लेका साथीहरू हुनुहुन्छ र यस खेल लगत्तै हाम्रो खेल भनेको नवदीप युवा क्लब तिर्कोट भर्सेस निकर्का भलिबल निकर्का बीच हुने एउटा अब चालू भयो हो शॉट भयो हामीले सक्सेसफुल नम्बर खेल गर्ने सम्भावना देखिएको छ र पहिलो सर्भिस गर्दै अङ्क भने झर्नायुक्तको तर्फ र झर्नाको खातामा अङ्क 1 छ भने भोर्ले शून्य नम्बर 1 छुटे जर्सी नम्बर 4 झर्ना तर्फबाट सर्भिस दिने कोसिस पनि छ तर आउटपुट स्ट्राइक तर्फबाट फेरि पनि आउटको सङ्केत सुटरको फाइदा भने झर्नायुक्तलाई र झर्नायुक्तको खातामा अङ्क 2 छ भने भोर्ले शून्य नम्बर 2 शून्य उत्कृष्ट स्ट्राइक नम्बर 4 भोर्ले तर्फबाट र 1 अङ्क उत्कृष्ट स्ट्राइक गर्दै खाता खोल्न सफल भोर्ले पनि र भोर्लेको खातामा अङ्क 1 छ भने झर्ना 2 नम्बर 1 2 अत्यन्त उत्कृष्ट ब्लक आउट गर्दै भोर्ले अङ्क पनि भोर्लेलाई र भोर्लेको खातामा अङ्क 2 छ झर्ना 2 नम्बर 2 बराबर विशाल सुनारको क्लबका सक्रिय सदस्य विशाल सुनारजी थाकै पनि हुनुहुन्छ कृपया हाम्रो यस सचिवलाई असफल गर्नुहोला र अहिले भने अङ्क भोर्लेतर्फ र भोर्लेको खातामा अङ्क 3 छ भने अङ्क पुरा फेरि पनि भोर्लेलाई भोर्लेको खातामा अङ्क 4 छ भने ओरा 2 नम्बर 4 2 त्यतिखेर हान्दिन्छ सिधै झर्नाको खातामा अङ्क 3 छ भने भोर्ले 4 नम्बर 3 7 अर्थात् उत्कृष्ट स्ट्राइकर भने बल दिनुहुँदैन हामीले सक्छौँ अन्तर्बाट स्ट्राइक बल बनाउन सफल भएका तर्फबाट जसको फाइदा भने भोर्लेलाई र भोर्लेको खातामा अङ्क 5 छ भने झर्ना 3 नम्बर 5 र यसपछिको खेल भनेको हाम्रो नवदीप युवा क्लब तिर्कोट भर्सेस निकर्का भलिबल निकर्का बीच हुने कुरा दुवै टिमका खेलाडी साथीहरू तपाईँहरू तयार अवस्थामा उपस्थित हुनुहोला हामीसँग समयको निकै अभाव रहेको छ तिमीलाई यहाँ राम्रो उस भयो क्या सल्लाह भयो क्या हालिदिनु के हाल्दिने डाटा हालिदिनु सल्लाह भयो अहिले भिडियो गरेर तेरोबाट ढुक्क भन चार्ज गर्दै म हानिदिन्छु क्या यो सकिएपछि है म हानिदिन्छु क्या तेरोबाट ढुक्क भन चार्ज कति छ र 50% नै त त्यही एकछिन गरौँ त्यहाँ लेख है लेख्न यहाँ राखेर गर अहिलेसम्मको अङ्क पनि हामी अब्जर्भरमा देख्न सक्छौँ र साथै दुई दिनको खातामा अङ्क हालसम्म 6 बराबर छ बल कप्न आवश्यक जसको पूर्ण रूपमा फाइदा भने
भोरलेलाई भोरलेको खातामा अङ्क 7 छ भने झरना 6 नम्बर 7 छ र फेरि पनि अङ्क भोरलेतर्फ र भोरलेको खातामा अङ्क 8 छ भने झरना 6 नम्बर 8 छ र अहिले भने अङ्क उरामतर्फ उरामको खातामा अङ्क 7 छ भने भोरले 8 नम्बर 7 जर्सी नम्बर 1 उरामका खेलाडी साथी सर्भिस दिने कोसिसमा हुनु चाहन्छ देख्न सक्छौ बल भने जालीमा जसको पूर्ण फाइदा भने फेरि पनि झरना क्लब उरामलाई र उरामको खातामा अङ्क 8 छ भने भोरले 8 नम्बर 8 बराबर साइकल भने उत्कृष्ट थियो तर भने रेफ्रीद्वारा फाल्टो सङ्केत जसको फाइदा भने झरना क्लबलाई रकम पनि झरना क्लबलाई र झरनाको खातामा अङ्क 9 छ भने भोरले 8 नम्बर 9 साइकल भने कट्टामा छ बल जसको पूर्ण रूपमा फाइदा भने फेरि पनि झरना क्लब उरामलाई र उरामको खातामा अङ्क 10 छ भने भोरले 8 नम्बर 10 8 उत्कृष्ट गर्दै बोल्दै तर पनि बल अझै पनि नेतादान देख्न सक्छौ अहिले भने अङ्क उरामतर्फ उरामको खातामा अङ्क 12 छ भने भोरले 8 नम्बर 12 8 एकदम राइट अङ्क भने भोरलेतर्फ भोरलेको खातामा अङ्क 9 छ भने उराम 12 नम्बर 9 12 अत्यन्तै पावरफुल स्ट्राइक गर्दै भोरले रनको पनि भोरले नै भोरलेको खातामा अङ्क 10 छ भने झरना 12 नम्बर 10 12 उत्कृष्ट स्ट्राइक जसको फाइदा हुने झरनालाई र झरनाको खातामा अङ्क 13 छ भने भोरले 10 पावर खिचा त ए हो सकियो त बाबा कृपया एक्स्ट्रा खेलाडी र टिम कोच भाइ भन्ने साथीहरू कृपया प्राङ्गणको छेउछाउमा नबस्दिनु होला म फेरि पनि भन्न चाहे टिम कोच र अन्य खेलाडी बाहेक प्राङ्गणको छेउछाउमा नबस्दिनु होला र हालसम्मको अङ्क भने उराम 14 छ भने भोरले 12 नम्बर 14 12 Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ
अङ्क भने भोटेतर्फ भोटेको खातामा अङ्क 13 छ भने झरना 14 नम्बर 13-14 अहिले भने अङ्क बोर्लेतर्फ बोर्लेको खातामा अङ्क 13 छ भने उडान 15 नम्बर 13-15 यता लाइभ हो मेरो चाहिँ युट्युब हो रहेको भने अङ्क झरनातर्फ झरनाको खातामा अङ्क 16 छ भने भोर्ले 13 नम्बर 16-13 अझै यति कम भयो त्यो धेरै भयो यति भयो अहिले भने अङ्क झरनातर्फ थियो झरनाको खातामा अङ्क 7 भने भोर्ले 13 अत्यन्तै पावरफुल स्ट्राइक गर्दै झरना जर्सी नम्बर 1 रङको पनि झरनालाई यो झरनाको खातामा अङ्क 18 छ भने भोर्ले 13 नम्बर 18-13 अफिसियल तर्फको सङ्केत जस्तो फाइदा भने अहिले भने अङ्क झरनातर्फ झरनाको खातामा अङ्क 20 छ भने भोर्ले 13 नम्बर 20-13 सफल जस्तो फाइदा भने झरनालाई र झरनाको खातामा अङ्क 21 छ भने भोर्ले 13 नम्बर 21-13 सर्भिस बल भने आउट जस्तो फाइदा भने भोर्लेलाई र भोर्लेको खातामा अङ्क 14 छ भने झरना 21 नम्बर 14-21 जर्सी नम्बर 9 निशानहुल्लाह झरनाका प्रभाका अत्यन्त उत्कृष्ट स्पाइक गर्दै रङ्ग पनि झरनालाई र झरनाको खातामा अङ्क 22 छ भने भोर्ले 14 हामी देख्न सक्छौँ भोर्ले पनि जस्ताको जस्तै स्पाइक बल फर्काएको छ रङ्ग पनि भोर्लेलाई र भोर्लेको पनि खातामा अङ्क 15 छ भने झरना 22 नम्बर 15-22 अझ पनि 7 नम्बरको अग्रतामा झरना अत्यन्तै उत्कृष्ट स्पाइक जर्सी नम्बर 1 झरनाबाट हामी देख्न सक्छौँ दर्शक बिनहरू रङको झरनालाई यसै गरी झरनाको खातामा अङ्क 23 छ भने भोर्ले 15 नम्बर 23-15 उत्कृष्ट स्पाइक अङ्क तर्फ र भोर्लेको खातामा अङ्क 16 छ भने झरना 23 र यहाँहरू दुवैका खेलाडी साथीहरूलाई स्मरण हो त्यसपछि हुने खेल भनेको सिकोट भर्सेस नेकर्का बीच हुनेछ त्यसर्थ सिकोट र नेकर्काका खेलाडी साथीहरू एकदमै तन्कर अवस्थामा बस्दिनु होला हामीसँग समयको अत्यन्तै अभाव परेको छ र अहिले भने अङ्क झरनातर्फ झरनाको खातामा अङ्क 28.24 छ भने भोर्ले 16 अत्यन्तै उत्कृष्ट स्पाइक देखाउँदै भोर्ले पनि आफ्नो खातामा अङ्क 17 पुर्याएको छ भने झरना 24 नम्बर 17-24 र अब हुने खेल भनेको सिकोट भर्सेस यसपछि हुने खेल भनेको सिकोट भर्सेस नेकर्का बीच हुनेछ अन्तमा अङ्क भने 24 र रेफूद्वारा अङ्क भने भोर्लेतर्फ
भोरलेको खातामा अङ्क 29 छ भने झरना 24। अत्यन्तै पावरफुल स्ट्राइक गर्दै झरना र उक्त खेलको पहिलो सेट भने झरनाले आफ्नो खातामा हासिल गर्न सफल भएको साथ देख्न सक्छौ। र अहिले भने कोचको पुरामा र यसपछि हुने खेल भनेको सिकोट भर्सेस डेकरका बीच खेल भने पूर्ण रूपमा सञ्चालन हुन गइरहेको छ, हामी देख्न सक्छौँ। र यहाँहरू सम्पूर्ण स्मरण पहिलो सेट भने झरनाले आफ्नो बनाइसकेको छ। सर्भिस गर्ने पालो भने जर्सी नम्बर 4 भोटे तर्फबाट पहिलो अङ्क पनि झरनातर्फ र झरनाको खातामा अङ्क 1 छ भने भोरले 0। पावरफुल स्ट्राइक गर्दै जर्सी नम्बर 14 भोरले रङ्ग पनि भोरलेलाई नै र भोरलेको खातामा अङ्क 1 छ भने झरना 1 बराबर। स्ट्राइक गर्दै झरना रङ्ग पनि झरनालाई र झरनाको खातामा अङ्क 2 छ भने भोरले 1 नम्बर 2 1। अत्यन्तै स्ट्राइक गर्दै भोरले रङ्ग पनि भोरलेलाई र भोरलेको खातामा अङ्क 2 छ भने झरना 2 नम्बर 2 बराबर। स्ट्राइक बल भने आउट, जसको फाइदा भोरलेलाई र भोरलेको खातामा अङ्क 3 छ भने झरना 2 नम्बर 3 2। रेफ्रीद्वारा फलको सङ्केत, जसको पूर्ण रूपमा फाइदा भने झरना स्कुल अफ उरामलाई र झरनाको खातामा अङ्क 3 छ भने भोरले 3 बराबर। अङ्क भने झरना र झरनाको खातामा अङ्क 4 छ भने भोरले 3 नम्बर 4 3। रेसिङ बल भने आउट, जसको पूर्ण रूपमा फाइदा भने झरना क्लबलाई र झरनाको खातामा अङ्क 5 छ भने भोरले 3 नम्बर 5 2। र म फेरि पनि स्मरण गराउन चाहे यसपछि हुने खेल भनेको डेकरका भर्सेस सिक्युरिटी हुनेछ। त्यसर्थ दुवै टिमका खेलाडी साथीहरू तन्त्र अवस्थामा बस्दिनु होला। र अहिले भने अङ्क भोरलेतर्फ र भोरलेको खातामा अङ्क 4 छ भने झरना 5 नम्बर 4 5। लगत्तै स्वदेश भने जालीमा, जसको पूर्ण रूपमा फाइदा भने झरना उरामलाई र झरना उरामको खातामा अङ्क 6 छ भने भोरले 4 नम्बर 6 4। फेरि पनि अङ्क झरनातर्फ नै र झरनाको खातामा अङ्क 7 छ भने भोरले 4 नम्बर 7 4। अत्यन्तै पावरफुल स्ट्राइक गर्दै भोरले रङ्ग पनि भोरलेलाई र भोरलेको खातामा अङ्क 5 छ भने झरना 7 नम्बर 5 7। अत्यन्तै उत्कृष्ट स्ट्राइक नम्बर 6 उरामतर्फ
रङको पनि उरामलाई उरामको खातामा अगाड छ भने भोरले 5 नम्बर 8 जोडसित हान हो त्यस्तो स्ट्राइक बल पनि आउट जसको पूर्ण रूपमा फाइदा फेरि पनि सर्राइट छ उरामलाई यसै गरी उरामको खातामा अगाड 9 छ भने भोरले 5 नम्बर 9-5 हेर अब कस्तो हान्त बल भने उताको बलको फाइदा पनि बोरेलाई नै बोरेको खातामा अङ्क 6 छ भने 4 रन नम्बर 6 रौ अलि उफ्र न यार जम हान र उफ्र के यार अत्यन्त उत्कृष्ट स्पाइक यसलाई हामी सिग्नेचर स्पाइक भनेर भन्न सक्छौँ जर्सी नम्बर 9 निशान हुल्लाबाट 4 रनतर्फ रङको पनि झर्नालाई यसै गरी झर्नाको खातामा अङ्क 10 छ भने भोरले 6 फेरि पनि सर्भिस बल उठ्न सफल भोरतर्फबाट जसको फाइदा भने फेरि पनि झर्ना क्लबलाई झर्नाको खातामा अङ्क 11 छ भने भोरले 6 नम्बर 11 छ यहाँहरू सम्पूर्ण मिश्रण र उसले भन्दा भिडियो गरिसक्नु अङ्क भने झर्नेतर्फ र भोरलेको खातामा अङ्क 7 छ भने झर्ना 11 नम्बर 7-11 र अहिले पनि अङ्क झर्नातर्फ झर्नाको खातामा अङ्क 12 छ भने भोरले 7 नम्बर 12-7 ए खिचा न पा हो त्यस्तो पावर हान बुझ्यौ खिचा र अहिले पनि अङ्क भोरलेतर्फ र भोरलेको खातामा अङ्क 8 छ भने झर्ना 12 नम्बर 8 र यहाँहरू दर्शकहरूमध्ये कोही पनि हो युद्धलाई उत्सुक हुनुहुन्छ भने कृपया हाम्रो स्टेजमा सम्पर्क गर्नुहोला जम हान त राइट अत्यन्त पावरफुल स्पाइक पिच नम्बर 14 भोरलेको खातामा अङ्क पनि भोरलाई भोरलेको खातामा अङ्क 9 छ भने झर्ना 12 नम्बर 9-12 चौमिन चाउमिन आउट बोला अत्यन्त उत्कृष्ट स्पाइक झर्नातर्फबाट अनि अङ्क पनि झर्नालाई झर्नाको कोच नम्बर 5 बाट सर्भिस दिने तयारमा भने हालसम्मको अङ्क झर्ना 13 छ भने भोरले 9 नम्बर 13 अलि उफ्र न यार हो राइट चेक आउट उत्कृष्ट थियो तर भने अङ्क भोरलेलाई भोरलेको खातामा अङ्क 10 छ भने झर्ना 13 नम्बर 10 13 फेलर देऊ न सर्भिस यार हो चेक भोइस राइट एकदम भेरी गुड अङ्क भने भोरलेलाई भोरलेको खातामा अङ्क 11 छ भने झर्ना 13 अङ्क भने झर्नातर्फ झर्नाको खातामा अङ्क 15 छ भने भोरले 11 नम्बर 15-11 लगत्तै सर्भिस बल भने जालीमा त्यसको फाइदा पनि भोरलेलाई र भोरलेको खातामा अङ्क 12 छ भने झर्ना 15 नम्बर 12-15 हट्टा बल फेरि यतिको भयो यो एकदम गुड हो टेलर देऊ कि सर्भिस कोडा देऊ एकदम हो हान हान अब हान मिल्यो हो ताल हो राइट ओए हेरे विजेतमा भाग लिने ल कान्छा शट छक्का हो राइट एकदम भेरी गुड हो यस यो खेलाइ भनेको यो
झरना 15 नंबर 14-15 प्लेयर देऊ न शॉट यार हान्दा अब हानु यार हो हो बस राइट भने अंक झरना तर्फ झरना को खातो अंक 16 छ भने गोरले 14 नम्बर 16-14 राइट भने अंक झरना तर्फ झरना को खातो अंक 17 छ भने 14 यहाँ सम्पूर्ण दर्शक मानवहरूमा स्मरण होस् यो तालिम सक्ने झरनाले आफ्नो बनाइसकेको छ अब हेर बल कस्तो हेर बल भने झरना तर्फ झरनाको खातामा अंक 18 छ भने गोरले 14 नम्बर 18-14 रुखीद्वारा फलको सङ्केत जसको पूर्ण रूपमा फाइदा भने पुनः झरनालाई नै झरनाको खातामा अंक 19 छ भने गोरले 14 नम्बर 19-14 अहिले भने बाबा 19 स्ट्राइक बल भने आउट जसको फाइदा भने गोरलेको खातामा अंक 16 छ भने झरना 19 नम्बर 16-19 बल यतिको छ ल बल गइसक्यो अर्को कटिसक्यो अत्यन्तै उत्कृष्ट स्ट्राइक जसको नम्बर 6 झरना तर्फबाट रङ पनि झरनालाई यसैगरी झरनाको खातामा अंक 20 छ भने गोरले 16 नम्बर 20-16 जसको नम्बर 6 झरना तर्फबाट सर्भिस बल क्रस भइसकेको थियो तर पनि सर्भिस बल आउट जसको फाइदा भने गोरलेलाई र गोरलेको खातामा अंक 17 छ भने झरना 20 नम्बर 17-20 र यहाँहरू सम्पूर्ण यसपछि हुने खेल भनेको सिरकोट वर्सेस बेतरका बीच हुनेछ तसर्थ दुवै टिमका खेलाडी साथीहरू एकदमै तम्साएर बसिनु होला र अहिले भने अंक गोरलेतर्फ गोरलेको खातामा अंक 18 छ भने झरना 20 अत्यन्तै पावरफुल स्ट्राइकर पनि बल अझै नियन्त्रणमा हाल्न सक्छ फेरि पनि उत्कृष्ट स्ट्राइक गर्दै जस नम्बर 9 उडाम र फेरि पनि अंक उडामलाई उडामको खातामा अंक 21 पुगेको छ भने गोरले 18 प्रयास भने उत्कृष्ट नै थियो तर उनी बल कट्न असफल जसको फाइदा भने गोरलेलाई र गोरलेको खातामा अंक 19 छ भने झरना क्लब 21 नम्बर 19-21 अत्यन्तै पावरफुल स्ट्राइक गर्दै जस नम्बर 9 झरना रङ पनि झरनालाई र झरनाको खातामा अंक 22 छ भने गोरले 19 नम्बर 22-19 जस नम्बर 9 सर्भिसको थरथरमा झरना तर्फबाट अत्यन्तै पावरफुल स्ट्राइक गर्दै जर्सी नम्बर 1 झरना रङको पनि झरना उडामलाई र झरना उडामको खातामा अंक 23 छ भने गोरले 19 नम्बर 23-19 स्ट्राइक गोल भने आयो जसको फाइदा पूर्ण रूपमा फेरि पनि झरना झरनाको खातामा अंक 24 छ भने गोरले 19 एक पट पुगेको छ झरनाको पनि गोरले 19 र यसपछि हुने खेल भनेको र सदस्य भने असफल जसको फाइदा भने झरना क्लब उडामलाई हामीले देख्न सक्छौँ दुवै सेट आफ्नो बनाउँदै उक्त खेलको भने सेट गर्न सफल भइसक्नु भएको छ झरना क्लब